Hi guys, and I'm here with an important video today. हैन धेरैजनाले म युके गइसकेपछि चाहिँ धेरैजनाले मलाई डिएम गर्नुभएको छ कि डेनमार्कबाट युके कसरी जानुभयो, लाइक वाट वाज द भिजा रिक्वायरमेन्ट, डकुमेन्ट्सहरू के चाहिन्छ भनेर धेरैजनाले सोध्नु भएको थियो. सो आइ एम हियर विथ द्याट भिडियो. अनि या आई एम सरी इफ आई एम नट एबल टु रिप्लाई युर डिएम्स, बट आई होप दिस भिडियो विल बी हेल्पफुल टु यु होइन त के चाहिन्छ भनेर. फर्स्टमा चाहिँ हजुरहरूले चाहिँ युकेको स्ट्यान्डर्ड भिजिटर भिजाको लागि एप्लाई गर्ने हो, जुन चाहिँ 6 मन्थको लागि भ्यालिड हुन्छ अनि मल्टिपल इन्ट्री के. अनि अहिले चाहिँ के छ भने यु डोन्ट गेट ए स्ट्याम्प अन युर पासपोर्ट. अहिले चाहिँ ई भिजा नै छ कि युकेको पनि. अनि हजुरहरूले चाहिँ अब स्ट्यान्डर्ड भिजिटर भिजाको लागि लिङ्कमा गएर एप्लाई गर्दाखेरि चाहिँ हजुरले सर्टेन एमाउन्ट पे गर्नुभयो भने लाइक £135 जति पे गरेपछि हजुरहरूलाई चाहिँ त्यो भिएफएस ग्लोबलसँग कनेक्ट हुने लिङ्क पठाउँछ होइन, जहाँ चाहिँ हजुरहरूले एप्लिकेसन नम्बर पनि पाउनुहुन्छ आफ्नो. त्यहाँ चाहिँ हजुरहरूले आफ्नो नेसेसरी डकुमेन्ट्सहरू सबै अपलोड गर्नुपर्छ क्या. धेरै कुराहरू सोधिरहेको हुन्छ त्यहाँ. हजुरहरूले आफ्नो डेनमार्कको रेसिडेन्ट कार्ड, सिपिआर कार्ड, अनि त्यसपछि हजुरहरूको ब्याङ्क स्टेटमेन्ट 3 to 6 मन्थ्सको होइन, अनि हजुरहरूको पे स्लिप, अनि इन्भिटेसन लेटर अथवा प्रुफ अफ एकोमोडेसन चाहिँ त्यति चाहिँ अपलोड चाहिँ गर्नैपर्छ. अनि मेक स्योर कि हजुरहरूले पासपोर्ट अपलोड गर्दाखेरि चाहिँ फ्रन्ट पेज र ब्याक पेज मात्र होइन कि एभ्री पेजेस अफ द पासपोर्ट चाहिँ अपलोड गर्नु होला. किनकि हामीले चाहिँ त्यस्तो गरेको थिएनौँ एन्ड वाट ह्यापन्ड के भयो भनेर चाहिँ म तपाईँहरूलाई भन्छु लास्टसम्म. फर्स्ट थिङ चाहिँ त्यति गर्नुपर्छ. अनि हाम्रो चाहिँ डेनमार्कको चाहिँ हामीसँग लुनार ब्याङ्क थियो, जुन चाहिँ हामीले स्टेटमेन्ट चाहिँ अनलाइन नै डाउनलोड गर्न सजिलै मिलेको थियो. आई डोन्ट नो डाइम्स ब्याङ्क अथवा अरू ब्याङ्कहरूको चाहिँ के छ त्यो प्रोसेस थाहा भएन, तर लुनार ब्याङ्कबाट चाहिँ स्टेटमेन्ट लिन एकदमै सजिलो नै छ. अनि पे स्लिपलाई पनि हजुरहरूले चाहिँ इङ्ग्लिसमा ट्रान्सलेट गर्नु पर्दैन, किनकि पे स्लिप हाम्रो ड्यानिसमै आउँछ. सो इट्स नट इम्पोर्टेन्ट. हजुरले जे छ त्यही नै हालिदिँदा हुन्छ, 1 महिनाको राख्दा हुन्छ होइन. अनि मलाई चाहिँ के लाग्यो भने ब्याङ्क ब्यालेन्स देखाउनु पर्छ भन्ने धेरैजनालाई लागेको छ होइन, हामीलाई पनि त्यही लागेको थियो. तर हाम्रो चाहिँ अब त्यस्तो ब्याङ्क ब्यालेन्स फेक चाहिँ गरेनौँ कि हामीले. त्यसै 5,000 जति थियो होला हाम्रो ब्याङ्क ब्यालेन्स जति. अनि पे स्लिप पाइसकेपछि चाहिँ दे विल फिगर आउट हजुरहरूले कति इन्कम गर्नुभएको छ. म र मेरो पार्टनरको इन्कम उनीहरूले हेरिरहेको हुन्छ, अफकोर्स ट्याली नै गर्छ होला, ब्याङ्क स्टेटमेन्ट पनि देखिरहेको हुन्छ नि त कहाँबाट पैसा आइरहेको छ भनेर. सो त्यो ब्याङ्क ब्यालेन्स चाहिँ फेक चाहिँ नगर्नु भन्छु म चाहिँ, लाइक सर्टेन टाइमको लागि राख्नको लागि, होल्डमा राख्नको लागि त्यस्तो चाहिँ नगर्नु भन्छु म. अनि अब उता कोही हुनुहुन्छ भने चाहिँ इन्भिटेसन लेटर गरेर राख्नु पऱ्यो. तर हजुरहरू होटलमा बस्नु जाँदै हुनुहुन्छ भने त बुकिङ पनि त अर्ली बुकिङ गरिन्छ नि त हामीले, त्यो देखाउँदा पनि हुन्छ. हाम्रो चाहिँ अब दाइ भाउजू त्यहीँ हुनुभएको भएर इन्भिटेसन लेटर राखेको थियौँ. यो सबै फेरि हजुरहरूको आफै गर्न सक्नुहुन्छ, फोनबाट नै क्याम स्क्यानरबाट स्क्यान गरेर त्यही अनुसारको रिक्वायरमेन्ट अनुसारको सबै डकुमेन्ट्सहरू राख्न सक्नुहुन्छ होइन. यो भनेको त जस्ट हामीले एप्लिकेसन फर्मको कस्ट मात्र राखेको छौँ है. अब हामीले फेरि भिएफएसमा हाम्रो बायोमेट्रिक गर्नको लागि एपोइन्टमेन्ट पनि बुक गर्नुपर्छ, जुन चाहिँ यो सबै भइसकेपछि तपाईँहरूलाई चाहिँ अर्को लिङ्क पनि पठाउँछ, जहाँबाट चाहिँ हजुरहरूले आफ्नो फिजिबिलिटी अनुसार चाहिँ डेट बुक गर्न सक्नुहुन्छ होइन. त्यो डेट बुक गरेको पनि एक्स्ट्रा चार्ज लाग्छ, जुन चाहिँ £76.5 जति थियो होइन. अनि त्यो गरेपछि हजुरहरूलाई त्यहाँ जस्ट 10 मिनटको मात्र हुन्छ कि हजुरको त्यो उनीहरूले क्वेसन्स केही गर्ने होइन. दे आर नट द वान हु विल प्रोभाइड द भिजा, दे आर सेन्डिङ योर डिटेल्स टु द युके अथोरिटिज, जसले गर्दा उहाँहरूले भिजा पठाउने हो कि. त्यहाँ गएपछि तपाईँहरू केही पनि डराउनु पर्दैन, 10 मिनटमा एभ्रिथिङ विल बी डन. उहाँहरूले चाहिँ हाम्रो बायोमेट्रिक मात्र लिनुहुन्छ एन्ड द्याट्स इट. केही पनि टाइम लाग्दैन, जस्ट 10 मिनट लाग्छ. बट मेक स्योर कि पासपोर्टको सबै पेजेसहरू हजुरहरूले अपलोड गर्नुभएको छ एन्ड केही पनि डकुमेन्ट्सहरू मिस गर्नुभएको छैन. बिकज हजुरहरू त्यहीँ गइसकेपछि उहाँहरूले चेक गर्नुहुन्छ सबै राम्रोसँग अपलोड गर्नुभयो कि नै भनेर. हामीले चाहिँ पासपोर्टको फ्रन्ट पेज र ब्याक पेज मात्र राखेको थियौँ होइन. एन्ड दे सेट पुरै पेज राख्नुपर्छ भनेर. अनि हामीले चाहिँ राइट देन एन्ड देयर चाहिँ अब दुईजनाको टाइम त हामीले 20 मिनट लिएको थियौँ नि त, उसको 10 मिनट मेरो 10 मिनट गरेर. अनि हामी राइट देन एन्ड देयर अपलोड गरिहाल्छौँ, हामीलाई धेरै टाइम लाग्दैन भनेर फोनबाट गर्छौँ भन्दाखेरि चाहिँ दे सेट लाइक मिल्दैन नि त, अब 10 मिनटमा कहाँ भ्याउनुहुन्छ हजुरहरूले, हामीले गर्नुपर्छ. एकजनाको 600 क्रोनर लाग्छ एक्स्ट्रा फर द्याट. सो मेक स्योर. अनि तपाईँहरूले नेक्स्ट डेट बुक गर्नुपर्छ एपोइन्टमेन्टको लागि भन्नुभयो. अनि हामीले त्यो 600 क्रोनर 1200 दुईजनाको 1200 क्रोनर चाहिँ दिन मन लागेन, द्याट मेक नो सेन्स टु अस. अनि त्यही भएर हामीले चाहिँ फेरि एपोइन्टमेन्ट बुक गऱ्यौँ.
एन्ड देन वी डिसाइडेड हामी पछि आउँछौँ भनेर अनि फेरि पछि हामीले फेरि एकैछिनमा त्यो लागेन हामीले गरिहाल्यौँ अनि त्यसपछि हामीले अर्को एपोइन्टमेन्ट डेटको लागि बुक गऱ्यौँ एन्ड देन वी गो फर द्याट अनि भिजा चाहिँ 10 to 15 डेजमा आइपुग्छ अर्को इम्पोर्टेन्ट कुरा चाहिँ फेक फ्लाइट टिकट्स राख्नुपर्छ जस्तो लाग्दैन मलाई किनकि भिजा आइसकेपछि बल्ल फ्लाइट बुक गर्ने हो नि त नर्मली अनि कतिजनाले चाहिँ अब ट्राभलसँग कनेक्ट गरेर लाइक टु सो देम द्याट वी हेभ बुक्ड अ फ्लाइट त्यसरी राख्नु हुँदो रहेछ बट हामीले चाहिँ त्यस्तो केही पनि गरेनौँ हाम्रो फ्लाइट डिटेल्स पनि केही मागेको थिएन त्यहाँ सो वी डोन्ट प्रोभाइड एनी एक्स्ट्रा इन्फर्मेसन दे डोन्ट रिक्वायर एट अल त्यही भएर यसरी चाहिँ हामीले एप्लाई गऱ्यौँ एन्ड द्याट्स अल गाइज इज रियली सिम्पल एन्ड रियली इजी टु गेट देयर हजुरहरूलाई केही अरू पनि केही बुझ्न मन छ भने डु लेट मी नो आई विल try to help you out. And thank you for watching, guys, and bye bye. Take care.